कतिजनाले एक्लै धमालले चाहिँ किन चिउडोमा हात राख्नुभएको टेन्सन भयो जस्तो छ नि बाँडेर खानु नि अनि आधी आधी भाँचेर कुपु कुपु एक्लै खाएर अनि जेठानीलाई पनि नदी नदी देखाइ देखाइ एक्लै खानुभएको बुहारी किन खिच्नु रहने दिदी चेलीबेटीको चाहिँ सही रहेछ काम यस्तै हैन यस्तै पार्नु पर्ने हैन यसलाई चाहिँ बरु यस्तो लामो ओछ्याएको भएको स्प्राइट लाउनु अरे गुरुलाई उयो ल्याइदिएको छ हौ अर्कै अहिले नखाने अरे ल अब ल्याइदिएको यहाँ के गर्नु ए त्यसो गोजीमा हामी सुरु गरौँ अनि गिलास ल्याउनु भयो नि त स्प्राइट खानु सबैलाई बाँडी सकेर हात गल्ने अब यसो चिलायो भने कसरी कने